नमस्कार, म आज तपाईलाई इलेक्ट्रिक जग मर्मत गर्ने तरिका सिकाउँदै छु। यो चाहिँ इलेक्ट्रिक जग भयो। यो अन भएको छैन अहिले। अब यसको चाहिँ अन भएन भने यसको यहाँ र यहाँ दुईटा स्विच हुन्छ। यसमा दुईटा अहिले चाहिँ यसरी खोलेर सबभन्दा पहिला यहाँनिर दुईटा पेच हुन्छ। माने यहाँ मुनि पनि हुन्छ। यसरी ह्यान्डल यो खोलेपछि यहाँ यस्तो खालको स्विच हुन्छ। यसको चाहिँ यस्तो स्विच बिग्रेको छ, त्यस कारणले यो अन भएको छैन। निकाल्ने अनि यहाँनिर एउटा पेच हुन्छ। अनि यस्तो खालको अन अफ स्विच हुन्छ। यो यसको चाहिँ यस्तो बिग्रेको छ, यो जलेर। अब यसको सट्टामा हामी अर्को राख्छौँ। यो नयाँ स्विच हो। यो स्विच राखेर अब हामी फेरि स्क्रु कस्छौँ। यसरी दुईटा तार जोड्नु अनि त्यसपछि ह्यान्डल लगाएर एउटा यसलाई यो लगाउनुपर्छ, कभर यो भयो। त्यसपछि यो यसको लगाउनु पर्यो। यसपछि यो यो बिर्को निकाल्दा राख्दा चाहिँ सामधानी अपनाउनु पर्छ, बिस्तारै राख्नुपर्छ। यो यसपछि यो भइहाल्यो। अब यसमा अब लाइन जोड्छु म। लाइन जोडेर भइसकेको छ। यसरी नै यो भयो। भिडियो कस्तो लाग्यो? लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद। नमस्कार।